साथीहरु के तपाईको फोन पनि लास्टै स्लो चल्छ, कुनै पनि काम गर्न लास्टै टाइम लाग्छ, धेरै ह्याङ गर्छ। यदि यस्तो हो भने यो भिडियोलाई अन्तसम्म हेर्नु होला, किनभने यो भिडियोमा आफ्नो एन्ड्रोइड फोनलाई कसरी फास्ट गर्ने, कसरी ह्याङ हुनबाट बचाउने, यो सबै तरिका पूरा डिटेलको साथमा सिकाएको छु। भिडियोलाई लाइक गरिदिनु होला, च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथीहरु सबभन्दा पहिला म आफ्नो मोबाइल स्क्रिनमा आएर तपाईलाई देखाउन चाहन्छु कि कसरी आफ्नो मोबाइललाई फास्ट गर्न सकिन्छ। आउनुहोस् मोबाइल स्क्रिनमा। साथीहरु आफ्नो मोबाइल फोनलाई फास्ट बनाउनको लागि हामी आफ्नो मोबाइल स्क्रिनमा आइसकेको छौं। यहाँ आएर हामी सबभन्दा पहिला आफ्नो सेटिङमा जान्छौं। सेटिङमा गइसकेपछि हामी तल अबाउट फोन भन्ने अप्सन सर्च गर्छौं। यहाँ हामी भेटिसकेका छौं अबाउट फोन। सबभन्दा पहिला हामी यसमाथि क्लिक गर्छौं। त्यसपश्चात यहाँ हाम्रो 2 नम्बरमा भर्सन भन्ने अप्सन देखाएको छ। सिम्पली हामी यसमाथि क्लिक गर्छौं। यसमाथि क्लिक गरेपछि हामी बिल्ड नम्बरमा 4 चोटी क्लिक गर्छौं। यो गरेपछि हाम्रो मोबाइलको डेभलपर अप्सन भन्ने सेटिङ एउटा हुन्छ, त्यो अन भइहाल्छ। अब सिम्पली हामी यहाँ 4 चोटी क्लिक गर्छौं। हेर्न सक्नुहुन्छ, नो नीड, यु आर अलरेडी अ डेभलपर। साथीहरु म पहिलादेखि नै यो डेभलपर अप्सन अन गरेर राखेको छु, त्यसैले यस्तो देखाइरहेछ। यदि तपाईमा डेभलपर अप्सन अन छैन भने यहाँ 4 चोटी बिल्ड नम्बरमा 4 चोटी क्लिक गर्दा तपाईको डेभलपर अप्सन अन भइहाल्छ। यति गरे पश्चात हामीलाई सिम्पली यहाँबाट ब्याक आइहाल्नु छ। ब्याक आएपछि अब हामी जान्छौं, फेरि एकचोटी ब्याक आउने। अब हामी जान्छौं सिस्टममा। सिस्टममा गएर यहाँ हामी डेभलपर अप्सन भन्ने सर्च गर्छौं। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो डेभलपर अप्सन आइसकेको छ। यहाँ अब हामी क्लिक गर्छौं र तल स्क्रोल गर्दै जान्छौं। यहाँ स्क्रोल गर्दै जाँदा हामीलाई विन्डो एनिमेसन स्केल, ट्रान्जेक्सन एनिमेसन स्केल र एनिमेटेड ड्युरेसन स्केल भन्ने यी 3 अप्सनहरू हामीलाई देखा पर्छ। यी 3 अप्सन हाम्रो लागि धेरै नै महत्त्वपूर्ण छ। यही 3 अप्सनको प्रयोग गरेर हामी आफ्नो फोनलाई फास्ट गर्न सक्छौं। गर्नु के छ भने सबभन्दा पहिला हामी विन्डो एनिमेसन स्केल माथि क्लिक गर्छौं। यसमाथि क्लिक गरेपछि हामी यहाँ एनिमेसन अफ एनिमेसन स्केल 0.5x, 1x, 1.5x यस्ता अप्सन, धेरै अप्सनहरू तपाईले देखिरहनु भयो होला। तर हामीले यहाँ सिम्पली के गर्नु छ भने एनिमेसन अफमा क्लिक गरेर यसलाई अफ गरिदिनु छ। त्यस्तै ट्रान्जेक्सन एनिमेसन स्केललाई पनि एनिमेसन अफ गरिदिनु छ। त्यस्तै एनिमेटेड ड्युरेसन स्केललाई पनि एनिमेसन अफमा सेट गरिदिनु छ। यति गरेपछि अब म तपाईलाई हेराउन चाहन्छु कि हाम्रो फोन कति फास्ट भइसकेको छ। हेर्न सक्नुहुन्छ, जे गर्दा पनि हाम्रो फोन लास्टै फास्ट भइहाल्छ। यो तल माथि स्क्रोल गर्दा पनि एकदमै फास्ट हाम्रो फोन हुन्छ। यो गरेपछि हाम्रो फोन ह्याङ पनि हुँदैन। साथीहरु यस्तै इन्ट्रेस्टिङ भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। भिडियो मन परे भिडियोलाई लाइक गर्नु होला। फेरि भेटौँला अर्को भिडियोमा।